नमस्कार, म रसुवाली कवि समाज नपाने प्रत्यक्ष कवि। आज चाहिँ मैले नेपाल बनाऊ भन्ने एउटा सानो कविता वाचन गर्न गइरहेको छु। विश्वमै सुन्दर नम्बर 1 मा छ हाम्रो नेपाल। सबैजना मिली अब देश बनाउन थाल। दक्षिण फाँट, बिचमा पहाड, उत्तरमा हिमाल। यस्तो राम्रो देशको सधैँ किन भयो यो हाल? देश बनाउने काम हो पहिलो देशकै सरकारको। कस्ता नेता बनाएछौँ आन्दोलनमै थाहा भयो। हाम्रो देशमा सगरमाथा संसार लोभ्याउने, उत्तरतर्फ सयौँ हिमाल पर्यटक लोभ्याउने। जलस्रोतमा दोस्रो धनी, जङ्गल जडीबुटी। सदुपयोग गरौँ अब हामी सबै जुटी। निर्वाचनमा छानौँ अब असल सक्षम नेता। तब विकास हुन्छ देशमा, हट्छ पीर व्यथा। खोल्नु पर्छ कल कारखाना, अन्य उद्योग धन्दा। के कुराको कम छ देशमा अरू देशभन्दा। बिजुलीलाई कमी छैन हाम्रै देशमा पानी। सुन र तामा, युरेनियम, फलाम अन्य खानी। काम गर्ने युवा सबै जानुपर्ने विदेश। सबै कुरा हुँदा पनि दुःख पाउने यो देश। असल छानौँ नेता हामीले, तब हुन्छ बेस। हामी सबै एकजुट भई बनाऊ आफ्नै देश। हामी सबै एकजुट भई बनाऊ आफ्नो देश। हस्त, नमस्कार।